हेलो सीएस प्यारेन्ट्स, तपाईहरुको अब इन्ट्रान्स एक्जामको फर्म विदिन 1 विकमा खुल्ने सम्भावना छ। धेरै विद्यार्थीले चाहिँ सर के डकुमेन्ट्सहरु बनाउनु पर्छ अनि कता कता गएर बनाउनु पर्छ भन्ने कन्फ्युजन क्वेशन्सहरु धेरै क्वेशनहरु सोधिराख्नु भएको भएर चाहिँ हामीले आज कम्प्लिट गाइडेन्स तपाईहरुलाई के डकुमेन्ट बनाउनु पर्ने, कता कता जानु पर्ने, के डकुमेन्ट्स भएपछि हामीले फर्म फिल अप गर्न सकिन्छ भन्ने एउटा कम्प्लिट गाइडेन्स सहितको भिडियो लिएर आइसकेका छौं। अब यो भिडियोमा हेर्नुभयो भने हेर्नु त यो रिक्वायर्ड डकुमेन्ट्सहरु हामीलाई के चाहिन्छ भन्ने, रिक्वायर्ड डकुमेन्ट्सहरु के चाहिन्छ भन्ने कुराहरु यहाँ छ भने यहाँनेर हेर्यौं भने हामीसँग के चाहियो भन्दाखेरि कम्प्लिटली हेर्यौं भने हामीले के चाहियो भन्दाखेरि सिटिजनशिप चाहियो। तपाईहरुको सिटिजनशिप चाहियो। यदि तपाईहरुको सिटिजनशिप बनिसकेको छ भने ठीक छ, तर 16 वर्ष उमेर पुगेको छैन, सिटिजनशिप बनाएको छैन भन्यो भने यो चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालयबाट एउटा माइनर सर्टिफिकेट्स भनेर हामीलाई प्रमाणित गरेर दिन्छ। त्यो माइनर सर्टिफिकेट बनाउनु पर्यो यदि सिटिजनशिप छैन भने है। क्लियरली बुझ्नु होला है। सिटिजनशिप छैन भनेपछि चाहिँ अथवा बनाउन मिल्दैन उमेर हदको कारणले गर्दाखेरि भने चाहिँ माइनरको सर्टिफिकेट बनाउनु पर्यो, हैन भने दुईटा मध्ये जुन भए पनि हुन्छ भन्ने कुरा हो है। त्यसपछि अर्को चाहियो तपाईहरुलाई नेशनल आईडी कार्ड है। नेशनल आईडी कार्ड, एनआईडी नम्बर, एनआईडी कार्ड तपाईको डिजिटल कार्ड आइसकेको छ भने बेस्ट भइहाल्यो। यदि तपाईको डिजिटल कार्ड आएको छैन भने पनि तपाईले जति बेला एनआईडी को फर्म भर्न जाँदाखेरि एउटा A4 साइजको स्लिप पेपरमा एउटा त्यहाँ एनआईडी नम्बर भए सहितको एउटा पेपर दिन्छ नि तपाईहरुलाई, हो त्यो पेपर भए पनि हुन्छ भन्ने कुरा भयो है। त्यो पेपर भए पनि हुन्छ। अनि त्यसपछि हाम्रो क्लास 10 देखि 12 सम्म, क्लास 10 को र 12 को भनौं न, स्पेशली हुन्छ क्लास 10 र 12 को तपाईको मार्कशिट चाहियो है, तपाईको ट्रान्सक्रिप्ट चाहियो, क्यारेक्टर सर्टिफिकेट चाहियो अनि प्रोभिजनल सर्टिफिकेटहरु चाहियो है। यी सबै डकुमेन्ट्सहरु चाहियो। अनि तपाईको अर्को के चाहियो भन्दाखेरि रिसेन्टली खिचिएको एउटा पासपोर्ट साइजको फोटो चाहियो। रिसेन्टली खिचिएको एउटा पासपोर्ट साइजको फोटो चाहियो। यति भयो भने चाहिँ तपाईले मजाले फर्म भर्न सक्नुहुन्छ। यति भयो भने मजाले फर्म भर्न सक्नुहुन्छ। अनि फर्दर अब कोटाहरुको लागि, स्कलरशिपको लागि, अरु कोटाहरुमा एप्लाई गर्नको लागि चाहिँ तपाईहरुलाई के चाहियो त भन्दाखेरि 6 to 10 है। यो 6 to 10 तपाईहरुले यदि गभर्नमेन्ट स्कुल पढ्नु भएको छ भने 6 to 10 तपाईले गभर्नमेन्ट स्कुल पढ्नु भएको छ भने त्योसँग रिलेटेड एउटा एमईसी ले डकुमेन्ट राखेको छ। त्यो डकुमेन्ट हामी तपाईले एमईसी को अफिसियल वेबसाइटबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। नभए हामीले त्यो डकुमेन्ट तपाईहरुलाई प्रोवाइड पनि गर्छौं। त्यो डकुमेन्ट हेर्नुभयो भने यहाँ हामीले यहाँ पनि राखेको छ डकुमेन्ट। यहाँ हो, यहाँ छ ल। चिकित्सा शिक्षा आयोगको यो सानोडेमी भक्तपुर कक्षा 6 देखि 10 सम्म सामुदायिक विद्यालय अध्ययन गरेको सम्बन्धमा भन्ने कुरा छ। यहाँ अब यो भर्दाखेरि पनि धेरैलाई कन्फ्युजन हुन्छ है। धेरैलाई कन्फ्युजन यो कुन जिल्ला, जस्तै रूपन्देही जिल्ला है, रूपन्देही जिल्ला यति गाउँपालिका नगरपालिका वडा नम्बर यति, ठाई ठेगाना भएका आमा बुवाको नाम लेख्ने यहाँ, अनि छोराछोरी आफ्नो नाम लेख्ने, तफसिल बमोजिमको सामुदायिक विद्यालयमा अध्ययन गरेको प्रमाणित गर्दछु भनेर हुन्छ। यो स्टुडेन्ट ईएमआई रजिस्ट्रेसन आईडी भनेको यो स्कुलले प्रोवाइड गर्छ है। तपाईहरु जहाँ पढ्नु भएको त्यो स्कुलले प्रोवाइड गर्छ। अनि त्यसपछि कहाँ के रे कुन क्लासहरु, अब तपाईहरु एउटै स्कुलमा पढ्नु भएको छ भने त समस्या भएन, एउटै स्कुलमा पढ्नु भएको छ भने समस्या भएन। तर डिफ्रेन्ट स्कुलमा पढ्नु भएको छ भने चाहिँ यहाँनेर जस्तो 6 देखि 10 सम्म कुन एउटै स्कुल पढ्नु भएको छ भने समस्या भएन। तर डिफ्रेन्ट स्कुल पढ्नु भएको छ भने अध्ययन गरेको सामुदायिक विद्यालयको पूरा नाम र ठेगाना लेख्ने यहाँ। जस्तो 6 कक्षा पढ्नुभयो, उत्तीर्ण गरेको साल कहिले हो है। त्यस्तै 7 क्लास कुन स्कुलबाट पढ्नुभयो, उत्तीर्ण गरेको कुन साल हो भने एउटैमाबाट पढ्नु भएको छ भने एउटै लेख्दिने भन्ने कुरा भयो है। एउटै स्कुलको नाम लेख्ने। अनि त्यसपछि यहाँ तल अर्को कुरा हेर्यौं भने हामीले के अब त्यसपछि के गर्नुपर्छ भन्ने कुरा छ भने यहाँ चाहिँ तपाईहरुले आफ्नो नाम, विद्यार्थीको दस्तखत गर्नु पर्यो, यहाँ सिग्नेचर गर्नु पर्यो। त्यसपछि यहाँ नाम थर, यहाँ मिति है। अनि यहाँ प्रधानाध्यापकको यो अब यदि तपाई डिफ्रेन्ट स्कुलबाट पढ्नु भएको छ भने यहाँ 10 क्लासको, यहाँ प्रधानाध्यापकको भनेको 10 क्लास जुन स्कुलबाट गर्नु भएको त्यहाँको प्रिन्सिपलको चाहिँ यहाँ के रे हाम्रो नाम र थर अनि त्यो स्कुलको चाहिँ हाम्रो छाप चाहियो यहाँनेर है। सबै स्कुलको हैन, फेरि त्यो जुन स्कुलबाट यदि डिफ्रेन्ट स्कुलबाट पढ्नु भएको छ भने 10 क्लासको स्कुलको मात्र यहाँनेर हामीलाई प्रिन्सिपलको नाम थर हैन। अनि त्यसपछि त्यहाँ त्यो सम्बन्धित स्कुलको विद्यालयको छाप चाहियो। यदि एउटै स्कुलबाट पढ्नु भएको छ भने त समस्या भएन, त्यो स्कुलको आफ्नो तरिकाले राख्नु पर्यो भन्ने कुरा। अनि त्यसपछि स्थानीय तहको शिक्षा प्रमुख, तपाईको गाउँपालिका होला, नगरपालिका होला
हैन त्यो गाउँपालिका अथवा नगरपालिकाको शिक्षा प्रमुख जो हुनुहुन्छ शिक्षा प्रमुखको यहाँ दस्तखत नाम अनि स्थानीय तह कुन हो जस्तो गाउँपालिका नगरपालिका यो कुनै एउटा गाउँपालिका होला कुनै नगरपालिका होला त्यो सम्बन्धी अनि त्यसपछि त्यो स्थानीय तहको यहाँनिर छाप लगाउनु पर्यो भन्ने कुरा है हो यसमा यो भर्नलाई पनि धेरै विद्यार्थीहरूले कन्फ्युजन मानिराख्नु भएको थियो अब कन्फ्युजन मान्नु पर्दैन है त यो कुराहरू छ अनि त्यसपछि यो सँगसँगै है यो सँगसँगै अर्को कुरा के छ भने गभर्नमेन्ट स्कुल सर्टिफिकेटको कुरा भइहाल्यो अनि त्यसपछि रिलेटेड काउन्सिल डकुमेन्ट फर डिप्लोमा होल्डर यदि तपाईँहरूले डिप्लोमा पढ्नु भएको छ जस्तै एचए पढ्नु भएको छ फार्मेसी पढ्नु भएको छ हैन हो यो डिप्लोमा फ्याकल्टीबाट आउनु भएको छ भने सिएमएलटी पढ्नु भएको छ त्यो फ्याकल्टीबाट आउनु भएको छ भने त्योसँग रिलेटेड काउन्सिलले एउटा सर्टिफिकेट प्रोभाइड गर्छ तपाईँहरूलाई त्यो काउन्सिलको सर्टिफिकेट पनि चाहिन्छ भन्ने कुरा है डिप्लोमा होल्डर विद्यार्थीको लागि अनि डकुमेन्ट्स फर रिजर्भड कोटाको लागि जस्तै यहाँनिर कुरा गर्दा आदिवासी जनजाति मधेसी दलित थारू मुस्लिम अपाङ्ग पिछडिएको क्षेत्र अनि खसारे समुदायको हुनुहुन्छ भने तपाईँहरूले चाहिँ आफ्नो ओडामा गएर पहिला खसारे भएको प्रमाणित गरी पाऊँ भनेर एउटा डकुमेन्ट बनाउनु पर्यो कहिलेकाहीँ त्यो के अरे तपाईँको गाउँपालिका अथवा नगरपालिकाले गरिदिन्छ कहिलेकाहीँ जिल्लामा जानुपर्ने अवस्था पनि हुनसक्छ त्यो फरक हुन्छ त्यो एउटै ठाउँमा हुन पनि सक्छ नहुन पनि सक्छ है कहिलेकाहीँ तपाईँहरूको गाउँपालिकाले गरिदिन सक्छ कहिलेकाहीँ गाउँपालिकाले नगरेर जिल्लामा जाऊ भनेर पनि भनिदिन सक्छ त्यो अनुसारले तपाईँहरूले रिजर्भ कोटाको डकुमेन्ट पनि बनाउन सक्नुहुन्छ भन्ने कुरा हो है अनि त्यसपछि अर्को कुरा यदि तपाईँहरू विदेशबाट +2 गरेर आउनु भएको छ जस्तै कोही धेरैजना विद्यार्थीहरू इन्डियाबाट +2 गरेर आउनुहुन्छ बाहिरबाट +2 गरेर आउनु भएको छ भने त्यसले चाहिँ के उहाँहरूले चाहिँ के गर्नु पर्यो भन्दाखेरि इक्विभ्यालेन्ट सर्टिफिकेट फर फरेन बोर्डहरूको है एउटा हाम्रो एनइबीले चाहिँ हाम्रो के गर्छ इक्विभ्यालेन्ट सर्टिफिकेट दिन्छ हो त्यो एनइबीको इक्विभ्यालेन्ट सर्टिफिकेट्सहरू चाहिँ बनाउनु पर्यो भन्ने कुरा हो अब यस्तै तपाईँहरूलाई अझै पनि फर्म फिलअपमा केही गाह्रो छ अब यो भिडियो हेरिसकेपछि त सायद गाह्रो नहोला जस्तो लाग्छ मलाई अझै पनि तपाईँहरूलाई केही क्वेरी छ भने दिएको WhatsApp नम्बरमा चाहिँ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ या एप्पल इन्ट्रान्स प्रिपरेसनको अफिसलाई भिजिट गर्न सक्नुहुन्छ थ्याङ्क यू